बीजक साखी प्रकरण। एक कबीर तैं उतरी रहो, तेरो सम्मल परोहि न साथ, सम्मल घटे न पगु थके, जीव बिराने हाथ। एक कबीर भनेर सबै यावत जीवहरू जो एउटा एउटा धारणामा बाँधिएका छन्, कोही योग मार्गी, कोही ध्यान मार्गी, कोही उपासना मार्गी, कोही भोग मार्गी, कोही केही न केही मार्गी भएर सबैजना लागिरहेका छन्, एउटा बाटो बनाउन खोजिरहेका छन्। ती मार्गीहरूलाई कबीरको शब्दबाट सम्बोधन गर्नुहुन्छ। त सद्गुरु कबीर साहेबको वाणीमा कबीर जीव पनि हो, कबीर ती संसारमा कुनै न कुनै रूपले लागेका ती प्राणीहरू पनि हुन् र कबीर भनेका बुझेका जानेका ज्ञानी प्राणीहरू पनि हुन्। आफ्नो र सबैको कल्याण हुने सद्गुरु कबीर साहेबको कुरा पनि यहाँ आउँछ। कुनै कुराहरू पनि भोगमार्गी भएर संसारको रागा शक्तिमा लागेर त्यसैको अनुकूलता प्रतिकूलतामा भिकेर तेरो मेरो भन्ने भावना साथै कबीर खड़ा बाजार में लिए लुगाठी हाथ, जो घर जा रे आपना चले हमारे साथ। कबीर का घर शिखर पर जहाँ सिलहली गैल, पावन टिके पपील का जहाँ खलकन लागे बैल। र साथै सद्गुरु कबीर साहबको छ कि कबीर खड़ा बाजार में लिए लुगाठी हाथ, जो घर जा रे आपना चले हमारे साथ। सद्गुरु कबीर साहब सबै जिज्ञासु र जो साँच्चीकै समस्याग्रस्त व्यक्ति छन् उनलाई सम्बोधन गर्दै भन्नुहुन्छ, तिमी कल्याण गर्न सक्छौ, तिमीले आफ्नो कल्याण गरेर आफ्नो सुख संसाधनमा बसेर आफ्नो स्थितिलाई भेट्टाउन सक्छौ। स्वर्ग आदिको कल्पना पनि गजबको छ। आफ्नो आफ्नो घरमा आफ्नो आफ्नो परिवेशमा स्वर्गै त छ। यदि त्यहाँ इमानदारिता, सत्यता र शुद्धताको व्यवहार भयो भनेदेखि त्यहाँ स्वर्गै नै छ। तर ती सबै भोगा शक्तिको भावनाले गर्दाखेरि अनादिकालदेखि जीव के छ, रिद्धि सिद्धि चमत्कार यो त्यो विभिन्न कुराहरूमा सुखको लागि त हो, समृद्धिको लागि त हो, कि किन होला भनेर त लाग्या त हो। तर अनादिकालदेखि यही चक्करमा जीव फसिरहेको छ। यसबाट के हुन्छ, न लोभ घट्छ, न यसबाटै कल्याण हुन्छ भनेर जुन एउटा धारणा बनाएको छ त्यो घट्छ। सम्मल घटे न पगु थके, न कुनै चिज घट्छ, केवल बन्धनहरू मात्रै बढ्दै जान्छ। केवल अनादिकालदेखिको जुन वासना हो, वासना बढ्दै जान्छ र कल्पनाको सागर अनादिकालीन जीवले कल्पनाका विभिन्न कुराहरू बोकेर आएको छ। त्यही कल्पनामा आज अर्को कल्पना थपिन्छ। कल्पना मनको बसमा परेर अनेक कल्पनामा लागेर जीव अनादिकालदेखि दुःख पाइरहेको छ। त्यसै परिवेशमा सारा पश्चिमी जगतदेखि लिएर पूर्वीय जगत र पूरा ब्रह्माण्डमा एक किसिमको कौतूहलता छ, कहाँ लगाएर कल्याण होला। आफ्नो सुविधाको लागि, आफ्नो स्वार्थको लागि तथाकथित धर्मका व्यक्तिहरूले पनि त्यो धर्मलाई ठेकेदारको रूपमा भएर र मागी खाने भाँडाको रूपमा पनि प्रयोग गरिरहेका छन्। धर्म न हिन्दू बौद्ध है, धर्म न मुस्लिम जैन, धर्म चित्त की शुद्धता, धर्म शान्ति सुख चैन। बन्धुहरू, कुनै पनि चिज, कुनै पनि परिवेश सबै केही समयलाई हामीलाई मिलेका हुन्। यदि हामी स्वार्थवश कुनै कार्यहरू गर्छौँ भनेदेखि ती सबै कार्यहरूबाट पाप र पुण्य वृद्धि हुन सक्छ। तर आजको जमानामा पापकै वृद्धि ज्यादा भएर मन सबैको मलिन छ, सबैको तन खानपानदेखि लिएर हरेक विधि व्यवहार सही छैन र संसारमा त्यो किसिमका व्यक्तिहरू पनि छैनन् जसबाट हाम्रो कल्याण होस्। खान से निकली हर चीज हीरा नहीं होती, चीनी से बनी हर चीज सीरा नहीं होती, जहर खा करके मर जाती है तमाम लड़कियां, मगर हर लड़की मीरा नहीं होती। संसारमा सद्गुरु र ज्ञानी विवेकी र विवेक सम्बन्धलाई अनुसरण गर्ने व्यक्तिहरूको पनि कमी छ र
फैलावट, यही कल्पना कल्पक जुन कल्पक जीव हो त्यसलाई ख्याल गर्ने होइन कि कल्पनाको बुई चढेर संसारमै दौडिने मान्छेहरूको ठुलो जनमानस छ। अतः हामी सबैजनाले यो कबीरको साखीलाई याद गरौँ र आफ्नो मनलाई, आफ्नो विचारलाई कल्पनाबाट पर लगेर हाजिर हजुर आज वरपरको जस्तो परिवेश छ त्यसै परिवेशमा बाँचौँ र बचाउँ। सबको जय हो, सबको कल्याण हो, सबको मङ्गल होस्।